10औं पीएम कपमा एपीएफ र नेपाल पुलिसको विजयी सुरुवात। आजदेखि सञ्चालन 10औं पीएम कप महिला अन्तर्गतको पहिलो खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई 3-1 को सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो। एपीएफ को जितमा म्यान अफ द म्याच बन्नु भएको थियो निरुता ठगुन्ना। त्यसपछि न्यू डायमन्डले धेरै प्रतियोगिताहरूमा आफ्नो राज गरिरहेको छ। यो प्रतियोगितामा हेर्न पाउनेछौँ हामी कस्तो रूपमा आउनेछ न्यू डायमन्ड र अरू विभागीय टोलीको कुरा गर्दाखेरि यहाँ त्रिभुवन आर्मी क्लब पनि आजको खेल हेर्दा धेरै सुधार भएको छ, निकै सुधार भएको छ। यो टोलीको धेरै समय भएको थियो आर्मीलाई हामीले घरेलु भलिबलमा देखिरहेका थियौँ खेलाडीहरू कहिले खेलाडीहरू नपुग्ने, एक समय त प्रतियोगिताहरू पनि खेलेन त्रिभुवन आर्मी क्लबले महिला टोलीले। त्यसैगरी दोस्रो खेल भएको थियो 3 जना भारतीय खेलाडी सहित मैदान उत्रिएको एभरेस्ट भलिबल क्लब र नेपाल पुलिस क्लबको बीचमा। पहिलो खेलमा नै एभरेस्ट भलिबल क्लबले चाहिँ लज्जास्पद हार बेहोरेको छ। नेपाल पुलिस क्लबले एभरेस्ट भलिबल क्लबलाई 3-0 को सेटमा पराजित गरेको थियो। यस्तै नेपाली भलिबल सम्बन्धी अपडेटको लागि हाम्रो पेज अनि च्यानललाई सब्स्क्राइब गर्नुहोस्, फलो गर्नुहोस्। जय भलिबल। एउटा त नेपालको राष्ट्रिय टोलीबाट खेलेका खेलाडीहरूको अस्ति एउटा फोटो हेरेको थिएँ। महिला टोलीको खेलाडीहरू सबै लाइनबद्ध अस्ट्रेलियामा राष्ट्रिय टोलीका खेलाडीहरू। सायद क्लब च्याम्पियनसिप हुन्छ भने एउटा अस्ट्रेलियाबाट राष्ट्रिय टोलीका खेलाडीहरू आएर नेपालमा खेल्दा उपाधि नै लिएर जान्छन् होला सायद। नेसनल टिम अस्ट्रेलियामा छ। म्याच पोइन्ट थियो नेपाल पुलिस क्लबको लागि। अब म्याच पोइन्ट रेडी सजो सेटमा। एउटा नेसनल टिम अझ राम्रै टिम बन्नेछ। त्यहाँ प्रतिभा सरस्वती जुन टिममा छन्, साफिया गइसकिन्, कविता भट्टोर अलरेडी छन्, अरुणा साई अब गइसकिन्, सरस्वती चौधरी पुनम छन्। त अब के चाहियो त्योभन्दा बढी? म्याच पोइन्टमा छ अझै निकै ढिला भइसकेको छ एभरेस्टलाई। अपेक्षा पनि थिएन होला प्रशिक्षक